Hey, what's up guys? It's my Lakshmi Puja. आज मेरो घरको के हो त लक्ष्मी पूजा ट्याक्क लाएर दिम है त गाइस ल सरी चाहिँ गएर न यहाँ जाने हो गाइस ओ माई गाइस ल है गाइजहरु यहाँनिर फेरि यहाँ फ्री फायर प्लेयर प्रो प्लेयरहरु यहाँनिर घटङ टङ दिइरहेछ है खै त बाटो खै त हो बाटो चाहिँ बाटो वेयर इज बाटो बाटो भनेको माटो छैन अरे बाटो भनेको हो बाटो माटो होइन बाटो खै त यहाँ हाम्रो नयाँ नवेली दुलहनहरू आइपुगेको छैन हो र खोइ त त्यो हजुरआमा बस ऊ त्यो लोटस त यहाँ राख्ने हो नि त यार काटे बस ए अच्छा यो पनिरहरू चाहिँ कहिले गाउँबाट ल्याएको ए ल यहाँ सिप पनि बस रोटी पोल्ने सिप होइन त यो त पानीमा तैराउनु पर्ने चिज चाहिँ नि कहाँ राखेको त यार यो चाहिँ ब्रह्मा कमल अरे होइन ब्रह्मा कमल कहिले फुल्छ त्यो अब अहिलेसम्म फुलेको छैन त यो के हो यो के हो यो के हो इथेरियम भन्ने हो यो अर्को के हो यो यो फुल फुल्छ नि यहाँ बरु राम्रो छ घरभित्र चाहिँ स्नेक प्लान्ट हाम्रो पहिलोचोटि नै होइन ल हाम्रो बुहारी नानी यता अर्को लक्ष्मी यता अलिक ठुलो लक्ष्मी यता यहाँ सबभन्दा ठुलो लक्ष्मी होइन अनि यो चाहिँ के हो लक्ष्मा सुनते हैं जब के अरे के भन्छ गीत त डिजल उठते हैं आइसक्यो डिटेल आइसक्यो अब म यहाँ बाहिरको हेर्न जान्ला हो अलि सानो भए चाहिँ बरन्डा गड के हो यस्तो केमा आउँछ अरे पूजा सिद्धियो यति हो लक्ष्मी पूजा 0.5 त हाम्रो नि आउँछ क्या आउनु त तर त्यो फोटोमा मात्रै युज हुँदो रहेछ यहाँबाट छिरेपछि त हाम्रो घर छिरिहाल्यो नि उ त्यहाँबाट चाहिँ त छिर्नुपर्ने हो ल के गर्ने हो भित्र सर्लक्कै यस्तै रफ केही एडिट सिडिट केही नगरिकन हाल्ने हो
धेरै वर्ष भयो ए आमा होइस यहाँ फेरि हाम्रो कालोजी सोप रिएक्सन Sang tu. Kau yang macam ngai pin belum enta. कुबेर जय धन के भन्थे गीत पनि बिर्स्यो फेरि अर्को वर्षै हो सिधै 10 करोड जतिको घर ट्याक्क लगाएर एउटा बङ्गलो हैन ल तथास्तु भन्दिनुहुन्छ फेरि 5 करोड ब्याङ्क ब्यालेन्स ल इन्कम व्यवसाय परिवारमा सुख शान्ति स्वास्थ्य स्वस्थ रहिरहोस् सबैजना स्वस्थ र समृद्धि सुखी सम्पन्न परिवार यो पूजा गर्ने थाली नै भएन मैले अस्ति किन भन्थे तिमी उस्तो गरे बाबाको परोस जहिले त्यही भएर त कुबेरको जस्तै धन हुनु पर्यो अरे के लक्ष्मी पूजा त्यसकै लागि त भने होइन कि अरू चिजको लागि पनि पूजा गरिन्छ लक्ष्मी ल कुबेरको जति धन हुनु पर्यो तर घमण्ड चाहिँ कुबेरको जस्तो हुनु भएन होइन घरलक अहिले मम्मीले जस्तो सिकाउनुहुन्थ्यो त्यसरी ढोक्ने ल पूजाले पनि नानीले पनि यसलाई मिलाइ ढोक्नुपर्छ अब अर्को वर्ष चाहिँ म यो चोकचो एउटा बनाउँछु यहाँनिरको लागि सबभन्दा सानो 60,000 मिलाएर म 1,10,000 म बनाइहाल्छु नि यताउता दायाँ बायाँ एक ठाउँमै गयो भने त जति नि भन्छ नि जस्तै मिलाउने त्यो ल है हनुमान त त्यहाँ चक्कर खण्ड अलिकति चाख्नुभयो ए मैले तल बाइकमा अमिलो राखेको झुन्डाहरू ल्याएको थिएँ लिएर आउँछ पूजा छे क्या हो मेरो भिडियो त तहस नसै भयो त हौ बुहारीलाई गर्नु दिनु न सकिहाल्यो त सल पनि आगो नलागोस् जय लक्ष्मी माता की हाम्रो भिडियो बिहेको भिडियो खिच्ने हेरेको त्यो 15 सेकेन्डको भिडियो खिचाएको हामीले अनि त्यही त नि कहाँ एउटै भिडियो खुट्टामा त खिचिरहेको छ भिडियो त खिचेको छ ढाड छ टाउको छैन त्यस्तो त नहुनु पर्ने मैले खिचेको भिडियो भने होला त्यसो भए त भिडियो त बनिरहेछ नि त्यो बोलेन आउँछ अनि त्यो त उयो गर्न ओरिजिनल उयो गर्न मिलिहाल्छ नि
ए लु झन्डै लुगा मैले अघि गरेको तल ढोकैदेखि गर्दै आएको हजारजना स्टुडेन्ट छ के हो स्टुडेन्ट आफूले यही भने हो खासमा यो गीत गाउन खोजेको मैले आउँदै आएँ मम्मीले चाहिँ त्यो चाहिँ राखेको छ उता खुइभरि तिमी किन त्यो छरेर त्यो हो यहाँ कुचो लिएर कुचो तिम्रो काम सकिन्छ कुचो लिएर मान्छेले यिनीहरूले त इन्टर कार्ड बिहे गरेर घरमै फेरेछ क्या भन्ला फेरि धर्म फेरि अरे हो धर्म फेरि अरे हामीले उयो चाहिँ गरे हो हामी सबैलाई त्यो उत्तिकै सम्मान गर्ने चाहिँ हो क्या हामी सो त्यस्तो धर्म सर्म जातपात भन्दा पनि मान्छे राम्रो हुनु पर्यो भन्ने कुरा हो ल ल तामाङ कल्चर भने यही हो यसरी ढोक्नुपर्छ तामाङहरूको उता मन्दिर शरीर पाल्नु